गाइस नमस्ते तपाईहरु सबैजनालाई मेरो फेसबुक फ्यामिली मेरो फ्रेन्ड तपाईहरु सबैजनालाई सो गाइस आज चाहिँ म एउटा सानो भिडियो रेकर्ड गर्दै छु किनभने चाहिँ एउटा सानो कुरा तपाईहरुलाई देखाउनु पर्यो भनेर चाहिँ सो त्यस्तो इम्पोर्टेन्ट त केही हैन तर पनि अब मलाई मन पर्यो सो त्यही भएर चाहिँ म तपाईहरुलाई पनि देखाउनु पर्यो भनेर चाहिँ यो भिडियो बनाउँदै छु सो गाइस अस्ति चाहिँ युको बर्थडे थियो त्यो बर्थडेको भिडियो मैले सानो मिनी ब्लग गरेको थिएँ त्यो तपाईहरुले पनि हेर्नु भयो सो युको बर्थडेको लागि चाहिँ हामीले एउटा युको लागि रिमेम्बर हुन्छ भनेर चाहिँ एउटा फ्रेम मगाएको थियो सो त्यो फ्रेम चाहिँ आएको छ त्यो फ्रेम चाहिँ एकदमै दामी रहेछ सो त्यही चाहिँ तपाईहरुलाई देखाउनु पर्यो भनेर चाहिँ मैले यो भिडियो बनाएको हेर्नुस् यो फ्रेम चाहिँ हामीले फेसबुकतिर धेरै मात्रामा देख्छ तर यो फ्रेम चाहिँ अब राम्रो हुँदै रहेछ अनि मैले पनि मगाएको थिएँ अमेजनबाट अब फेसबुकको त्यो अरु जुन चाहिँ त्यो अरु लिंकबाट चाहिँ मगाइन तर अमेजनबाट मगाएको थिएँ सो राम्रो हुँदै रहेछ यो तपाईहरुलाई पनि देखाउनु पर्यो भनेर चाहिँ मैले यो भिडियो बनाएको मेन अब त्यस्तो अरु त केही इन्टेन्सन थिएन भिडियो बनाउनु चाहिँ सो हेर्नुस् होला यो भिडियो हेर्नुस् त यहाँनिर फ्रेम कति राम्रो यो लागि छ नि अब यसरी यहाँ प्यारेन्ट्स हस्पिटल यस्तो सबै अब नानीको डिटेल्स हुन्छ अनि एकदमै राम्रो लाग्यो सो त्यही भएर चाहिँ मैले यो भिडियो बनाएको सर्ट भिडियो बनाएको सो अब अरूहरु कन्टेन्ट बनाउनु चाहिँ अलिक टाइम पाउँदिन म किनभने अब बिजी हुन्छ अन्त अब घरको काम अफिस यताउता नानी सानो छ सो त्यही भएर चाहिँ अहिले म सर्ट भिडियो बनाउँछु रिल्स बनाउँछु फोटोहरु अपलोड गर्छु सो तपाईहरुले हेरिदिनुस् होला लाइक कमेन्ट अनि शेयर गरिदिनुस् होला अनि जति पनि जनाले मलाई सपोर्ट गर्नुहुँदैछ अनि मेरो भिडियोहरु लाइक कमेन्ट शेयर गर्नुहुँदैछ सो तपाईहरुलाई एकदमै धेरै धेरै धन्यवाद छ अझै पनि मलाई यसरी नै सपोर्ट गर्नुस् होला सो त्यही भन्दै म चाहिँ मेरो भिडियो यही अफ गर्दैछु बाइ बाइ